लु यहाँ फिनिसिङ गर्ने हिउँदो बराबर भयो यो बदाम त हिजो जस्तै किनेको थिएन अहिले म कहाँ गरेँ Hello guys, welcome back to my another new video guys. I hope तपाईं सबैजना सन्चै होला, म पनि सन्चै छु। अनि आज चाहिँ फेरि म चाहिँ कहाँ जाँदैछु भने चाहिँ आज चाहिँ फेरि तल हाम्रो गाउँको सानो लाखाङ छ, त्यो लाखाङमा चाहिँ अलिकति काम छ हैन। यस्तै गुवाहरू रोप्दिनु, अस्ति रोपेको थियो, फेरि रोप्ने अरे आजै। सो अझै त्यहाँ काम छ, म चाहिँ त्यहाँ जाँदैछु अहिले चाहिँ। सो हेर्दै गर्नुहोस् आजको दिन कस्तो हुनेछ, कस्तो जानेछ। सो हैन, अनि सब्स्क्राइब पनि गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। थ्याङ्क यू एन्ड किप वाचिङ गाइस। म चाहिँ फेरि जाँदैछु यहाँ हैन, मुखमा चाहिँ दोमा छ, खालि के खान्छ भन्छ। यहाँ चाहिँ अघि आइपुगेछ, उपर मान्छेहरू त गर्न थालेछ, आएछ एउटा दुईजना त आएछ त, एक दुईजना चाहिँ आएछ अघि नै यहाँ गर्न थालेछ हैन। ऊ तल आउँदैछ। आज चाहिँ यता माथि हुँदी रोप्नेहरू छ, अस्ति चाहिँ यता तलसम्म चाहिँ रोपेको थियो। सो लु यहाँ फिनिसिङ गर्ने कसले एक लाइन छोड्यो नि फेरि एक लाइन छोडेको थियो अझै माथि बटिन्छ पछाडि पनि छ। दुईजना बढेको छ उता चाहिँ फलफुल बाबा सुन्तला एप्पल आँप नमाजौँ कहिले यो छप्पन भाइ कुरा ल नाप्छ नि उनीहरूले म 250 हेरेँ 250 भन्दा यस्तो दमदम 250 भन्छ अब यहाँ 200 पनि खनिसकेको छैन।
Yeah, refreshment time. जुस खानुपर्ने हो आफै म त खाइरहेको छैन एउटा दिएर त चिसो त्यो होइन सबै रोपिसक्यो अब चाहिँ यस्तो गरम भएको छ अन्त गएकोहरू छ सबै जानु थाल्यो त अन्त ठिकै भएछ तुम्बा लास्ट फिनिसिङ दिनुपर्ने हो कि यहाँ चाहिँ यस्तो सक्यो हामी चाहिँ काम गरेर सक्यो यहाँ चाहिँ वाटर ट्याङ्क छ होइन आजको काम चाहिँ यसरी सकेको छ हामीले चाहिँ पुरा यस्तो भएको छ होइन कहाँसम्म यहाँसम्म रोपेको छौँ हामीले चाहिँ यहाँसम्म ए छ्यामा एउटा भएछ त अन्त लास्टमा त सकेको छ्यामा ए जाउँ आमा आज चाहिँ ढाडै दुखेछ पुरा म त फेरि काम गरेपछि त बस्नै मन लाग्दैन हौ फेरि अब लन्च खानुपर्छ सामान हाम्रो आजको काम चाहिँ पुरा लाखाङको काम चाहिँ सक्सेसफुल भएको छ छ्यामा अब चाहिँ सबै आफ्नो आफ्नो घरमा जाँदैछ होइन अब पनि मेरो सामान कहाँ छ भन्दै थियो यहाँ चाहिँ अब चाहिँ हिँडेको मान्छे खै म बोजूको पिक्चर दामी बनाइदिन्छु नि अन्त एकदम कडा डान्स गर्छ बोजूले अन्त आजभोलिको मजा त आराम नि के होइन नि यहाँ गाउँको त यहाँ मरेछ नि म चाहिँ यता तल अब काम सकेर चाहिँ तल्लो बारीमा आएको आमा र वाइफ चाहिँ आएको छ तल काम चाहिँ सक्यो अन्त चाहिँ तर पनि आएको ऊ ठिकै पो यहाँ निस्कियो आयो ऊ यहाँ काम सकेर आउँदै रहेछ यता तल बारीबाट के बोकेको त्यो गाई गोरुले खाने जस्तो सबै पात घाँस मात्रै बोकिरहेको छ हो सब्जी ब्याट यसको नाम चाहिँ थाहा छ म भन्दै काँक्रा चोर्नु लाउँछ मलाई त के खाले हो बले बले गनायो भन्दै भन्दैछ यो चाहिँ मम्माको कम्पनीको झोला हो को अर्डर गर्नु छ तल कमेन्टमा लेख्दा हुन्छ है
अर्डर ब्याक अर्डर होइन ले म माथि हाम्रो त पुरा के अरे लन्च प्रिपेयर हुँदैछ मासुको तर म नखाने हो म जाने भोक लागेको छैन छ माथिको दाजु हो त्यो वाङ्दी दाजुहरू छ पुरा चिकन छ नि चिकन ड्राई फिस भयो मम्माको ब्याग चाहिँ दामी छ हौ जेस खोइ यता देखाउनु नि सस्तो हो खोइ अन्त यहाँ भन न अर्डर गर्नु भनेर कोलाई चाहियो 50 मम्माले सिलाएको हो यो झोला चाहिँ कस्तो एकदम यो चाहिँ के गर्नु लगेको यो माने चाहिँ यो खाने हो यो चाहिँ खाने मानेहरू चाहिँ यो के दर्शाने हो नि दर्शाने चाहिँ यस्तो यहाँ चाहिँ छ अब चाहिँ हामीहरू चाहिँ घर फर्केको होइन आमाहरू चाहिँ तल बारीबाट काम गरेर म चाहिँ यता लाहाङमा काम गरेर अब चाहिँ घर फर्केको बेसी त्यो उयो भएर हो पातला छ अन्त रोपायो पातला भएर हाम्रो त त्यत्रो बाक्लो रोप्दा त थिएन एउटा कामलाई गोठोले फिलिङ आएन एकदम सबै सकेको तल गुवाबारी चाहिँ यो चाहिँ सबै फुल खेलेको छ अब पैसा निकै थाप्छ होला यो साल त यो निनीहरूको हो नि यता माथि चाहिँ त्यो छ छ नि हो म चाहिँ नखानु पर्यो अनि यो कहिले रोप्नु यो चाहिँ आगोको हिउँदो रोप्छ बहिनी यतिकै रोपेर त फाइदा छैन यो त बाँदरले खान्छ बाँदर आगो मात्रै मर्छ आगो यहाँ बहिनी पनि दिएको कोही पनि के गरे यहाँ मासु भात बोइरहेको छ भर्खर काट्दैछ अच्छा त्यो सानो सानो यो दर्शाने अच्छा भोक लागेको छ केटा होइन खा 4,500 बजेट हो त्यति हो खाएर जाऊ केटा काम त के छैन बरेले सुँगुरको मौसम त पखलपोल गरी अनि बरु यहाँ बसेर पर्दैन सुँगुर अहिले धुन्दिन जानु तुमाको पछाडि बसेर भेट्यो भने गएको म त कामै गरेको छैन भरे मलाई छोडे यस्तो लाइनमा बाइक राखेर ल तुम्मा गयो आछेन हो म्याजिक त्यो चाहिँ ला यो बोक अब मेरो छ उहाँ त्यो बोक मेरो त यहाँ वेपन छ त यस्तो छ हात पनि यस्तो छ पछाडिपट्टिको छ त त्यो किचनको त भरेको जस्तो हो अब 2 तारिक एभ्री डे फाँडै नि यहाँ एभ्री टाइम
दर्शनी बोक्दा सुहाउँदै रहेछ तिमीलाई दुख्नु थाल्यो अन्त हातलाई ज्वरो आएको जस्तो भइसक्यो के भन्छ ओइ ओइ गर्छ अझ त दामी गरेर रोपेछ यहाँ हामी चाहिँ घरतिर अब लाग्यो तिनीहरूले गर्दा मलाई त उयो त मन परेको छ नि त्यो रुखसँग ठङ तिमी चाहिँ तर्सिन्छ साँच्चै हो साह्रो डरपोक तिमीले साँच्चै माथि कस्तो तर्साछ कि नबोली आउँछ हौ फेरि डर लाग्छ हो लुत्ते यसपालि चाहिँ त्यहाँको त्यो चाहिँ नकाटी नदिने गाईले भन्नुपर्ने छ त्यस्तो फुल किन्नुपर्ने छ त्यस्तो कति मैले फलेर आएको फेरि मैले पत्ता काटेको थिएँ म काटिदिन्छु यसले दिस इज पाइनएप्पल मम्मा काट्ने कति मिठो खानाको यो त डुस डुस ने गान्दा भेटेन मम्मीले बाहिरै भेट्छ हाउडी यो त नकाटी कति मिठो खानाको भरे काटेर खाँदा त यस्तो हुन्छ होला नि तिम्रो दिस इज पाइनएप्पल अब चाहिँ पाइनएप्पल खाने हो पुरा गरम भएको बेला मामा काटिदिने कस्तो स्टाइल काट्ने हो खोइ ल मामाको स्टाइल ल त यहाँ चाहिँ मामाले चाहिँ अब पाइनएप्पल काट्ने अरे अर्को स्टाइलमा कस्तो स्टाइल है बिगार्ने चाहिँ होइन है फेरि बिग्रिँदैन भुँडीभित्र बिग्रिँदैन भन्दै अन्त बिगार्ने सबै कस्तो स्टाइल कसले सिकायो फेरि यस्तो स्टाइल है बिगाऱ्यो भने चाहिँ कस्तो स्टाइल काटेको ए अहिले सिक्लै पर्छ त नगर सिक्लै हो न बिग्रिन्छ हौ ऊ बिग्रिन्छ ए अन्त के हो त के खानु अन्त त्यो पुल्लु सबै गयो चाहिँ अन्त के खानु आँखाको सबैको फ्याँक्नु पर्छ हौ त्यस्तो गरेर काट्दिनु न म आफै काट्छु खानेहरू चाहिँ सबै फ्याँकेर हो त्यो अल्छीहरूले त्यस्तो गर्छ त्यो सबै फ्याँकेर अल्छीहरूले त्यसरी काट्छ म आफै काटेको भए यति सक्थ्यो होला म काट्छु ले आफै गन्धले लड्नु आँटिसक्यो हमको पनि खानु जस्तो टोक्नु जस्तो भयो त
पनि देखा हरङरङ अब पानी सकेको पानी देख्नु वाह 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 आता 2 piece थुक पसाई कति मिठो आयो 3 4 5 6 7 8 9 10 11 12 अब खाने नबनाऊ म चाहिँ गएको खाऊ तिनटा छ खाऊ 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 यहाँ बस चक्की लिएर चक्की बसेर म त खाएकै सन्डे चक्कीले ए पर्दैन यो बदाम चाहिँ खै यो बदाम त हिजो जस्तै किनेको थिएन आई म कहाँ गर्ने म कहाँ गरेर खाऊ आऊ हे खाजा खानु चक्की लिएर बस्नु मुखै तर्स्यो त फस्यो तर्स्यो पुरा गुलै भएछ ओए यसलाई पकाइदिनु आजको ब्लग चाहिँ यति नै थियो गाइस थ्याङ्क यू फर वाचिङ एन्ड किप सपोर्टिङ प्लिज सब्सक्राइब एन्ड सी यु इन नेक्स्ट ब्लग गाइस